कलपट भत्तिसकेको अवस्था छ। यहाँ कलपट नबन्ने भएर अब कलपट पुरेको अवस्था छ। अहिले चाहिँ धमाधम यहाँ चाप्दैछ। लाग्छ बाटो छिटै नै पिच हुन्छ होला। अब देख्नुहुन्छ पहिला यहाँ कस्तो कलपट थियो, अहिले कस्तो भयो। पहिला कलपट यहीँ थिन्थ्यो, त्यो कलपट पुरेर अहिले यस्तो छ है। धमाधम च्यापेको अवस्था छ यहाँ चाहिँ। ल यहीँनिर कलपट थियो।